तिमीलाई छोड्नु धोका नहुन सक्छ के थाहा, मजबुरीसँगको मन्जुरी पो थियो कि सम्बन्धको अर्थ सधैँ विश्वास र मायामा अडिएको हुन्छ। जब मैले तिमीलाई छोड्न बाध्य भएँ तब तिम्रो मनमा अनेकौन प्रश्न उठे होलान्, तर यसको उत्तर सधैँ धोका होइन। कहिलेकाहीँ जीवनका कठोर परिस्थितिले यस्तो घुम्तीमा ल्याइदिन्छ जहाँ बाँच्नैका लागि टाढा हुनुपर्छ। तिमीलाई त के थाहा, म रात दिन आफ्नै अन्तर्मनसँग लडिरहेको थिएँ। कहिलेकाहीँ माया मात्र पर्याप्त हुँदैन, जीवनका जिम्मेवारी, पारिवारिक बोझ, समाजको अपेक्षा र आफ्नै सपनाको तौलले मलाई थिचिरहेको थियो। तिमीले मलाई धोकेबाज सम्झ्यौ होला, तर त्यस्तो होइन। साँचो कुरा के हो भने म तिमीलाई सबैभन्दा बढी माया गर्थेँ। मनको गहिराइमा पीडाको यति ठुलो सागर छ कि यसलाई सायदैले शब्दमा बयान गर्न सक्दैनन्। तिमीलाई दुःख नहोस् भनेर टाढिएको छु, यो मेरो बाध्यता थियो। यसलाई विश्वासघात नसम्झिनु। जीवनका निर्णयहरू कहिल्यै सजिला हुँदैनन्, खास गरी त्यस्ता निर्णयहरू जसले मुटु टुक्रा टुक्रा पार्छ। कतिपय अवस्था बिदाई नै सबैभन्दा ठुलो माया हो, जुन मैले तिमीलाई चोट नपरोस् भनेर चुपचाप टाढा भइदिएँ।